होशियार, यदि तपाईँ पनि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल चलाउनुहुन्छ भनेदेखि आज तपाईँले यो भिडियो हेर्नै पर्ने हुन्छ। एउटा फ्रेन्ड रिक्वेस्ट आएको थियो, त्यसलाई एक्सेप्ट गरेको भरमा आज यस्तो दुर्गति भोग्नु परेको छ। के भएको थियो त घटना? एकैछिन हेरौँ है त। जसले टिकटक चलाउनुहुन्छ, फेसबुक चलाउनुहुन्छ, सबैसँग सेयर पनि गरिदिनु होला, यस्तो पनि हुन्छ भनेर। यो एकदमै सत्य घटना हो। काठमाडौँमा एउटा सरकारी कार्यालयमा काम गर्ने एकजना सरकारी कर्मचारीलाई टिकटक गर्ल नाम गरेको एउटा फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आउँछ। राम्री युवतीको फ्रेन्ड रिक्वेस्ट आएपछि ती सरकारी कर्मचारीले पनि मक्ख हुँदै फेसबुकमा फ्रेन्ड बनाउँछन्, एक्सेप्ट गर्छन्। करिब एक सातासम्म खासै कुराकानी हुँदैन। एक सातापछि ती युवतीले ती सरकारी कर्मचारीलाई म्यासेज गर्छिन्। म्यासेजमा आदान प्रदान हुन्छ, त्यसपछि फोनमा कुराकानी हुन्छ र उनीहरू बीच छिट्टै नै घनिष्ठता बढ्छ र एक प्रकारले भन्यो भने दुवैजना एकअर्कासँग आकर्षित भए जस्तो देखिन्छ। त्यसपछि ती युवतीले ती सरकारी कर्मचारीलाई कफी खानका लागि भनेर ठमेलमा बोलाउँछिन्। ठमेलमा जाँदाखेरि ती टिकटक गर्ल नाम गरेकी युवतीसँगै अर्को पनि एकजना युवती हुन्छन् र ती सरकारी कर्मचारी तीनजना बसेर कफी खान्छन् र छुटिन्छन्। त्यसको केही दिनपछि फेरि उनलाई डिनर गर्नका लागि भनेर ठमेलमा नै बोलाइन्छ। ती सरकारी कर्मचारी पनि दङ्ग पर्दै डिनर खान जान्छन्। डिनर सँगसँगै उनीहरूले मदिरा पनि खान्छन्। मदिरा पिउने क्रममा ती सरकारी कर्मचारीलाई धेरै मदिरा खुवाइन्छ भने अरू दुईजनाले चाहिँ थोरै थोरै मात्रै मदिरा खान्छ। यी सरकारी कर्मचारी भोलिपल्ट बिहान जब होसमा आउँछन्, तिनी त्यही रेस्टुरेन्टको एउटा रुममा हुन्छन्। ती केटीहरू कोही पनि हुँदैन। त्यसपछि उनी घर जान्छन्, आफ्नो काम गर्न थाल्छन्। त्यसपछि ती युवतीहरू पनि सम्पर्कमा हुँदैनन्। त्यसको करिब करिब एक सातापछि फेरि अर्को एउटा फेसबुक एकाउन्टबाट ती सरकारी कर्मचारीलाई फ्रेन्ड रिक्वेस्ट आउँछ। उनले फेरि एक्सेप्ट गर्छन् अनि त्यहाँनिर धमाधम उनलाई फोटो र भिडियोहरू पठाइन्छ। त्यसपछि उनी आकाशबाट खसे जस्तै हुन्छ, किनभने ती फोटो र भिडियोहरू होटेलमा उनी अर्धचेत भएको अवस्थामा, अझै भनौँ होसमै नभएको अवस्थामा उनका अर्धनग्न बनाएर ती युवतीहरू पनि अर्धनग्न भएर खिचिएका त्यस्ता खालका तस्विरहरू र भिडियोहरू हुन्छन्। र त्यहाँ म्यासेज लेखिन्छ कि मलाई कि त काठमाडौँमा एउटा घर दिनुहोस् अथवा 4 आना जग्गा दिनुहोस्, होइन भने जबरजस्ती गरेको, बलात्कार गरेको आरोपमा यी प्रमाणहरू सहित म तपाईँलाई प्रहरीमा उजुरी गरिदिन्छु र मिडियामा पनि प्रेस मिट गरेर जानकारी गराइदिन्छु। त्यसपछि ती सरकारी कर्मचारी आकाश जमिन भासिए जस्तो हुन्छ, होस हवास उड्छ, के गर्ने कसो गर्ने हुन्छन्। त्यसै क्रममा अर्को दुईजना युवकहरूको प्रवेश हुन्छ फेसबुकमा नै। उनीहरूले म्यासेज गर्छन्। एकजनाले चाहिँ तर्साए जस्तो मेरो दिदी बहिनीलाई यस्तो गर्ने, तँलाई यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर धम्कीपूर्ण म्यासेजहरू पठाइरहेका हुन्छन्। अर्कोले चाहिँ मैले चिनेको बहिनीहरू हुन्, कुरा मिलाउनु पर्छ, मिलाउँ पैसा दिएर भनेर बार्गेनिङ गर्न थाल्छ। अब यो बार्गेनिङ गर्ने, धम्काउने, तर्साउने यो क्रम केही समयसम्म चलिरहेपछि ती सरकारी कर्मचारी बाध्य भएर प्रहरीकोमा जान्छ। प्रहरीहरूले एउटा योजना बनाउँछन् कि ती दुईजना युवतीहरूलाई पक्राउ गर्नका लागि उनीहरूसँग एउटा सहमति गर्नुहोस्, पैसा दिनका लागि भनेर बोलाउनुहोस् अनि त्यो बेलामा हामी पक्राउ गर्छन्। त्यस्तै हुन्छ। ती दुई युवतीहरूलाई पैसा लिनका लागि भनेर हनुमान स्थान नजिकैको ठाउँमा बोलाइन्छ। 5 लाखको चेक लिएर ती सरकारी कर्मचारी त्यहाँ पुग्छन्। ती दुईटी युवतीहरूले त्यो 5 लाखको चेक पाउँछन् र बाँकी चेक चाहिँ पछि दिने भनेर त्यहाँ भनिन्छ। तर त्यसको केही बेरमा नै प्रहरीले घेरा हाल्छन् र ती दुईजनालाई पक्राउ गर्छन्। यो सत्य घटना हो र यसै साता मात्रै काठमाडौँमा भएको घटना हो। यसरी पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका 10 दमौरामा घर भई काठमाडौँ महानगरपालिका 5 कालो पुलमा बस्ने 34 वर्षको ममता तामाङ र भक्तपुर नगरपालिका वडा नम्बर 17 सल्लाहघारीमा घर भएर हाल काठमाडौँको हाँडी गाउँमा बस्ने 34 वर्षकै आँचल श्रेष्ठ भनिने आँचल चौगुठी नाम गरेका दुईजना रहेका छन्। पक्कै पनि दर्शकवृन्द, जनहितमा जारी, अरूलाई पनि सचेत गराउनका लागि यो भिडियोलाई एक शेयर चाहिँ जरुर गर्नुहोला। धन्यवाद।